बोल्न पनि आउँदैन। अब के बोल्ने होइन, कति बोल्ने। अब त्यस्तो ज्ञानी पनि भइएन बोल्नको लागि चाहिँ। त्यस्तो ज्ञान बाँड्नलाई चाहिँ आफू पनि त्यस्तै हो होइन। तर अब जे छ हुँदै जान्छ होइन, थोरै बानी पर्दै जान्छ होला बोल्न पनि होइन। त्यस्तै छ टक्क यता उसमा चाहिँ टक्क आएर मजा लिँदै भिडियो पनि बनाउन मजा हुन्छ, बोल्न नजाने पनि के गर्ने। हो त्यस्तो उ त होइन पहिले यस्तै हुन्छ होला नि त। अब कन्टेन्ट खोज्नु भएन, कन्टेन्ट केही पनि छैन होइन। अब भ्लग्स बनाउन जानिँदैन, एडिट पनि गर्न जानिँदैन। अब जे छ त्यही हो, हाल्ने त्यही हो होइन। नेचरको बारेमै धेरै हुन्छ, किनकि नेचरमा यताउता धेरै घुलमिल हुन्छु म चाहिँ। मलाई चाहिँ त्यतातिर मनपर्छ नेचरतिर। त्यही भएर अरू चाहिँ त्यस्तो हुँदैन अब एडिट गर्ने यताउता गर्ने, किनकि म नेचर प्रेमी हो एउटा प्रकृति। त्यही भएर एउटा भिडियो पनि बनाऊँ थोरै सोसल मिडियाहरूमा पनि बोल्न सिकिन्छ भनेर चाहिँ होइन, त्यस्तो उ गरे हो। अरू केही होइन, कसैलाई सब्सक्राइब गरिदिनु पनि भने होइन मैले त होइन, यताउता नि गरेँ होइन। ठिक छ, नयाँ नयाँ हो, सबै हुँदै जान्छ होइन। कसलाई भन्ने, त्यो हेरेकोले हल्का सब्सक्राइब चाहिँ गरिदिए चाहिँ आफूलाई पनि होइछ भन्ने चाहिँ यस्तो हुन्छ होला। तर पनि ठिकै छ, पछि हुन्छ सबै। भिडियो पनि राम्रो आउनु पऱ्यो होइन, नेचरहरूको बारेमा। अब नेचर प्रेमीहरूले बोल्न नजाने पनि अब यस्तै हो, नेचरको चाहिँ लिनुपर्छ। मलाई चाहिँ त्यही हो, मलाई चाहिँ मनपर्ने भनेको नेचरसित घुम्न। एक्लै भए पनि नेचरसित घुम्न मन लाग्थ्यो पहिलेदेखि र त्यही भएर आफू पनि घुम्ने अनि एउटा नेचरसितको क्याप्चर पनि हुन्छ भनेर चाहिँ यो गरे हो। यो चाहिँ घरैतिरको हो, गाउँतिरकै हो, टक्क नेचर हो होइन। प्रकृतिहरू टक्क चराचुरुङ्गीहरू त्यही हो, गाउँमै हो। गाउँ नै हो नेचर भनेको त। सहरतिर त गाई गुई हुन्छ होइन। नेचरतिर अलि राम्रै ठाउँमा गए पनि आवाजहरू हुन्छ। यहाँ बल्ल अलिक गहिरो आवाजहरू चराचुरुङ्गीहरूको, यही नै हो।